जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हाई साथीहरू, तपाईँलाई मेरो अर्को भ्लगमा स्वागत छ। आज चाहिँ हामी यहाँ दाइको यहाँ अमिसो बारी फार्नुपर्ने रहेछ। ल दाइ यता हाम्रो देख्नुभयो, क्यामेरामा चाहिँ आउनुभयो, मजाले देखिरहेको छु अहिले। ल यता चाहिँ धनी हो अनि यता दाइ काट्दै हुनुहुन्छ। त्यही हो साथीहरू। अब हाम्रो किङ यता चाहिँ हाम्रो दाजु राजा हो, यो खतरा फार्नुहुन्छ। खतरा खानुहुन्छ, फेदै लाएर खानुहुन्छ उहाँले चाहिँ एकदम मिलाएर। ल साथीहरू, अब हेर्दै गर्नु होला। फार्नुपर्ने मेलो चाहिँ निकै छ हो। अब पानीलाई आज अलिकति डिस्टर्ब दिएर ल हेर्दै गर्नु होला। ल साथीहरू, हामीले चाहिँ यो माथिल्लोपट्टिको मेला चाहिँ सकिसकेको छौँ है दाजुहरू चाहिँ। अब हामी कताको मेला हान्ने हो? अब हामी यता तल हौ, ए उँधो यता ल्याउँ है। अब ल है साथीहरू, हामीले चाहिँ यति फाडिसकेको छौँ। यहाँ दाजु चाहिँ घरको धनी चाहिँ उता पानी के पानी चियाहरू लिनु जानुभएको छ। अनि अब हाम्रो फाड्नु पर्ने चाहिँ कता हो थाहा भएन होइन। यो साइड भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। तपाईँहरूलाई म भालझुडा देखाउँछु ल हाम्रो गाउँदेखि। यता चाहिँ साथीहरू भालझुडा हो। यो क्यामेरा लास्टै ब्लुअर आयो तर नि अलिअलि चाहिँ देखिएछ। यो चाहिँ भालझुडा हो। यता आउँदा चाहिँ साथी झापाहरू पर्छ। आउँदा चाहिँ झापा हो। यहाँनिर चाहिँ यो चाहिँ भालझुडा। हाम्रो गाउँ चाहिँ यता माथितिर छ। यो डाँडाहरूले छलेको छ। यहाँ माथि चाहिँ हाम्रो गाउँ हो। तलको चाहिँ झापै साथीहरू। ल साथीहरू, अन्त हामी चाहिँ यहाँनिर एकछिन बसिरहेको छौँ। दाइ यता हुनुहुन्छ। यहाँ दाइ चिया लिनु जानुभएको थियो, आउनै भएको छैन। पानी पनि आउन आँटिरहेको छ साथीहरू। यता चाहिँ पानी आउँला जस्तो छ नि दाजु, पानी खत्रै आउँला जस्तो छ। अघि बिहानसम्म मात्रै आएको, कति आउँछ त्यतातिर पानी आउनु थालिहाल्यो। अब हाम्रो फाड्नुपर्ने मेलो चाहिँ उँधो यता तल है साथीहरू। फाड्नुपर्ने मेलो चाहिँ यहाँ मुनि रहेछ। अब खै यहाँ दाइले च्यालेर आउनुहुन्छ कि भनेर पर्खेको जानुभएको छ, आउनै भएको छैन। यहाँ मुनि हो मेलो चाहिँ। साथीहरू, अब चाहिँ हाम्रो चाहिँ यहाँ चिया खाने टाइम भएको रहेछ। के हुन्छ दाजु चाहिँ यता पर हुनुहुन्छ, यहाँ खाँदै हुनुहुन्छ। यता दाजुले चाहिँ नि रक्सी खान्छन् क्या, रक्सी। उहाँ रक्सी खान्छ धेरै। माछा हेर्नु न, खुट्टा खान्छ। यता एकचोटि क्यामेरा यता पराइदिन्छ, कस्तो खान्छ के साथी हो यार। कहाँ बिलाउनु हाल्नु दाजु, कहाँ हामी त्यस्तो कोही खाँदैन। हामी त्यस्तो खाँदैन साथीहरू, कोही खाँदैन। यो खालको रक्सी हो के हामीले खाने रक्सी यही हो। यो भनेको यसको अल्कोहल अरूको 42 हुन्छ भने यसको चाहिँ 202 हुन्छ। यतिको चाहिँ दिनु पर्यो नि त। 202 हुन्छ नि। पानी पनि आउने रहेछ नि। एक गिलास पानी, एक गिलास खाइसक्दाखेरि फ्ल्याट पुरै सुत्ने। ल साथीहरू, अब पानी नि त्यस्तो धेरै चाहिँ आएको छैन, हल्का हल्का आइरहेछ। के भने यति चाहिँ सकौँ, यति चाहिँ 12 बजे पनि 1 बजे पनि यति चाहिँ सक्ने। धनीको कुरा सुनौँ न साथी, धनीको कुरा। आमा कहाँ त हातले फोन चाहिँ भिजाएर चाहिँ हुन्छ त। यहाँदेखिको यता चाहिँ त्यो सिँढीको फेदुन यति चाहिँ पाट पारिदिने हो क्या त्यसलाई चाहिँ। ल साथीहरू, अब यो गफ भनेको यस्तो हो। अब हेर्दै जानु होला कति फाडिन्छ आज। तिनजनाले अलिअलि आधी मिले त सक्यो आजको। सक्यो आधी जस्तो मिले चाहिँ सकिसकेछ। के हो साथीहरू, यो कमेन्ट गरिदिनुहोस् ल, मजाले हेर्नुहोस् है। यो हाम्रो भाषाबाट के भन्छ अरे दाजु? हाम्रो भाषाबाट चाहिँ पुबु भन्छ अरे। यो तपाईँहरूको भाषाबाट चाहिँ के भन्छ है? दामी रहेछ है। म त चिलाउनेको पो भनिरहेको थिएँ कसमहरू। 80 पलाएछ भनिरहेको थिएँ क्या। त्योहरू आजको काम चाहिँ हाम्रो सकिएको छ है। अहिले कति 4 बज्यो होला होइन? बज्नु लाग्यो। 4 बजी छुट्टी हुन्छ। आजको हाम्रो काम चाहिँ सकिसकेको छ। अब यहाँ दाइले नै छुट्टी भनिसक्नु भएपछि बसिरहने कुरो त भएन। त्यही हो साथीहरू, बाई बाई नेक्स्ट भिडियोमा। ए होइन नि, यस्तो त होइन नि, 3 पो त होइन, मात्र 3 मात्रै, 4 भइगएको हो। अब त्यो भिनिसियस जुनियरलाई किन होइन उयो के अरे ह्याट्रिक हान्नु नदिनु आरिसले गर्दाखेरि एउटा बल फल भइदिएर मात्रै हो, नत्र 4 हो, 3 मात्रै साथी। कमेन्ट गरिदिनु होला यसपालिको वर्ल्ड कप
को कसले जित्छ होला, फाइनल कुन कुन पुग्छ, तपाईँहरू कुन कुन देशको सपोर्टर हो त्यो पनि कमेन्ट गरिदिनु होला। आजको भ्लगलाई म यहीँ सकाइदिन्छु। लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला। नेक्स्ट भिडियोमा भेटौँ है त।